हेलो नमस्ते साथीहरू, आजको यस भिडियो अन्तर्गत मैले हजुरलाई बताउन गइरहेको छु कि हामी कसरी एउटा नयाँ फेसबुक पेज बनाउन सक्छौँ। त हामी धेरै ढिलो नगरी हाम्रो भिडियो स्टार्ट गरी अहिले चाहिँ म आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छु र सही नगरी हजुर म चाहिँ फेसबुक लाइटमा बनाउन गइरहेको छु। त्यसैले म फेसबुक लाइट ओपन गर्छु। त्यसपछि यो 3 लाइनको अप्सन देख्नुभएको छ हजुरले, त्यसमा चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ। जस्तै म अब जस्ट क्लिक गरेर देखाउने छु। देख्न सक्नुहुन्छ क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। तल सर्नु न, तल सरिसकेपछि पेजेस भनेर अप्सन देखाएको हुन्छ। यसमा चाहिँ हजुरले क्लिक गर्नु होला। यो क्लिक गर्ने साथ यस्तो खालको अप्सन आउँछ। हजुरले चाहिँ यहाँ चाहिँ क्रिएट अकाउन्ट भन्नेमा माथि सुरुको अप्सन देख्नुभएको छ, त्यसमा क्लिक गर्नु होला। जस्ट अब चाहिँ म क्लिक गरेर देखाउँछु। त्यसपछि यसमा गेट स्टार्टेडमा क्लिक गर्नु होला। हजुरले यहाँ आफ्नो पेजको नाम हाल्नु होला। मैले चाहिँ आफ्नो नाम हालिसकेको छु। त्यसपछि नेक्स्टमा क्लिक गरिदिनु होला। नेक्स्टमा क्लिक गर्ने साथ केही लोडिङ लिन्छ हजुरको, केही धैर्य गर्नु होला एकछिनसम्म। त्यसपछि यहाँ चाहिँ एउटा क्याटेगोरी सिलेक्ट गर्नु होला। म जस्तै क्याटेगोरी सिलेक्ट गर्छु अनि नेक्स्टमा क्लिक गरिदिनु होला। नेक्स्टमा क्लिक गर्ने साथ केही लोडिङ लिन्छ यहाँ हजुरको। यहाँ चाहिँ हजुरले आफ्नो लोगो सिलेक्ट गर्नु होला ग्यालेरीमा गएर। मैले चाहिँ आफ्नो लोगो हालिसकेको छु र माथि चाहिँ हजुरले ब्यानर लगाउन सक्नुहुन्छ। मैले चाहिँ अहिले ब्यानर लगाएन र डनमा क्लिक गरिदिएँ। त्यसपछि यहाँ केही समय हजुरको लोड लिनुहुन्छ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ एउटा फेसबुक पेज चाहिँ क्रिएट भइसकेको छ सक्सेसफुली। यसमा चाहिँ हजुरले अरू फिचरहरू पनि राख्न सक्नुहुन्छ। जस्तै म यो पेन्सिलको आइकनमा गएर हजुरले देखाउँछु। देख्न सक्नुहुन्छ पहिला चाहिँ यहाँ यस्तो खालको हजुरको भ्युजहरू देखाउँछ र पेन्सिलको आइकनमा आएर देखाउँदाखेरि चाहिँ हजुरको यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरले अबाउट यु भन्ने छ। यसमा चाहिँ हजुरले केही यहाँ लेख्न पनि सक्नुहुन्छ। अहिले चाहिँ मैले लेखिएन र हजुरको यहाँ थरी यहाँ देख्न सक्नुहुन्छ धेरै प्रकारका हजुरले यहाँ धेरै प्रकारका लिङ्कहरू र सबैजना यहाँ चाहिँ यहाँ इमेल सायद अरू सबै एडहरू गर्न सक्नुहुनेछ। आजको भिडियो हजुरलाई कस्तो लाग्यो मन पराउने भिडियोलाई लाइक र युट्युब च्यानल सब्स्क्राइब गर्नु होला।